नमस्ते साथीहरू सबैजनालाई। अनि म चाहिँ आज कहाँ आएको छु भनेर हजुरले थाहा पाइसक्नुभयो। म चाहिँ घर आएको छु फेरि तिहारको छुट्टीको लागि। अनि बिहानै उठेर आज चाहिँ यो चाहिँ हाम्रो सुन्दर राखे बजार हो। अनि यहाँदेखि थोरै तल मेरो घर। हजुरहरूलाई लोकेसन दिएको मैले चाहिँ। अनि म बिहानै उठेर घाँस काट्न गएँ मम्मीसँग। एकछिन बिहान मलाई अल्छी लागेर खाना पकाउने मेरो ड्युटी हो। अनि त्यतिकैमा मम्मीसँग घाँसमा गएँ। म मम्मीलाई घाँसमा सघाएँ, रियानलाई पनि सँगसँगै लगेर। रियानको भन्ने कुरा हजुरलाई पक्कै पनि मेरो भिडियो हेर्नुहुन्छ भने थाहा छँदैछ। अनि मम्मी र म गफ गर्दै गर्दै यहाँ नानीले बनाइदिएको भिडियो हल्लाउँदै 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 बनाइदिएछ। त्यस पछाडि हामीले एक भारी घाँस काटेर त्यहाँनिर गफ गर्दै गर्दै आमा छोरी अनि सब्जी के खाने भनेर हामी चाहिँ एकदम टेन्सनमा थियौँ कि। अनि मम्मी र म गफ गर्दै गर्दै त्यहाँनिर घाँसको बारी पुऱ्यायौँ दुईजनाले। त्यस पछाडि घाँसको बारी चाहिँ हामीले रेहानलाई बोकायौँ। अनि रेहानले बोक्ने भनेर भारी बोकेर ऊ चाहिँ आउँदैछ तलबाट सुई सुई सुई। गाउँघरमा यस्तै हो साथीहरू, केटाकेटीदेखि नै भारी बोक्नुपर्छ। हामीले पनि ऊभन्दा सानोदेखि भारी बोकेर हुर्केको हो। अनि उसलाई पनि हामी सिकाउँदैछौँ। ऊ चाहिँ भर्खर माथि स्कुल छुट्टी भएर ऊ आएको हो नि त। अनि उसले नि भर्खर सिक्दैछ। हामी त सानैदेखि बोकेको हो यस्तो घाँसको बारीहरू त हामीलाई त वास्तै लाग्दैन। अनि सबैजना गफ गर्दै गर्दै बस्यौँ। घाम टलटली लागिरहेछ। तिहारको पनि एकदम रमझम भइरहेछ हाम्रोतिर चाहिँ। हजुरहरूकोतिर कस्तो छ? अनि उहाँ चाहिँ मेरो मम्मी। हजुरलाई थाहा छ पक्कै पनि मेरो भ्लग हेर्नुहुन्छ भने। अनि मेरो फुल भ्लग चाहिँ युट्युबमा छ, हजुरले गएर हेरिदिनु होला। अनि मम्मीको म चाहिँ त्यहाँ जुम्रा हेर्छु। तर अहिले चाहिँ जुम्रा चाहिँ छैन कि। पहिला जुम्रा मार्नु कति मजा आउँथ्यो। अहिले चाहिँ छैन। नि त्यत्तिकै ठुङ्गान्दै बसेको गफ गर्दै गर्दै। अनि यो चाहिँ मेरो फुलबारीमा फुलेको फुलहरू हजुरले देख्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो प्लान्ट हो। यो चाहिँ कति धेरै आएको छ क्या। अनि फेरि हाम्रो चाहिँ बानी कस्तो नि एउटै पटमा दुईवटा फुल रोप्ने बानी। त्यो चाहिँ एकदम खत्तम बानी हो। त्यस्तो चाहिँ हजुरले नगर्नुहोस्। अनि यो थरी थरीको फुलहरू हजुरले देख्न सक्नुहुनेछ। मैले यति मेहनत गरेर यो फुलहरूलाई जोगाएको छु। अनि जागेको पनि छ त्यस्तै। अब मरेको भए त कस्तो मन दुःख हुन्थ्यो होला। तर सबै फुलहरू मेरो फुलबारीको फुलहरू सबै फुलेको छ। यतिखेर चाहिँ यो गोदावरीको सिजन हो नि त। अनि त्यो खासै राम्रो चाहिँ छैन। अनि यो चाहिँ एन्जेलिया। अनि यो बेगुनिया हो। यो बेगुनियाको चाहिँ सिजन अस्ति अफ भएको, तर पनि एउटा दुइटा चाहिँ फुलिरहेको छ। धेरै चाहिँ गोदावरी छ हाम्रोमा चाहिँ। यसपालि तिहार छिटो आयो कि फुल ढिलो फुल्यो खै के भयो। फुलै तिहारे फुल खासै फुलेन। अनि यो हाम्रो गोदावरी चाहिँ कलम काट्नुपर्ने थियो, काटिएन। अब हुर्किहालेछ, ठुलो ठुलोमा फुलेको छ। अनि यस्तो राम्रो यति क्युट फुलहरू छ मेरो घरमा चाहिँ। अनि यो फुलहरूको भिडियोले अनि यसो हेर्दै थिएँ, त्यहाँबाट खरबुजा फलिरहेको रहेछ। यो चाहिँ हाम्रो फुलबारीको छेउको हो। अनि यो चाहिँ हाम्रो एभोकाडो, जिन्दगीमा नफल्ने एभोकाडो। यो हाम्रोमा चाहिँ खासै फलफुलहरू फल्दैन कि, रोप्दा पनि फल्दैन। अनि अघि पनि भनेको थिएँ तिहारे फुलहरू चाहिँ हाम्रोमा खासै छैन। भर्खर कोपिला लाग्दैछ, ढिलो भएर सायद रोपाइ ढिलो भयो होला। पोहोर त यतिखेर त तिहार आउने बेलामा त टन्न फुलेको थियो। अनि बिचमा लुकेर यति राम्रो फुल फुलिरहेको रहेछ। मैले थोरै भिडियो लिएँ। अनि खासै फुलै फुलेको छैन। यसपालि त लास्टै बिजोग भयो। अनि यो फुलबारीको सबै भिडियो लिए साथीहरू मैले। यति राम्रो देखिरहेको थियो। फेरि वेदर पनि त्यस्तै राम्रो। अनि घर पछाडि गएर यसो हेरेको बाख्राहरू पुरा यहाँनिर चाहिँ लड्दै थियो, बाहिर निस्किन आँटेको थियो। अनि मैले यसलाई खेदाएँ। अनि हाम्रो छोरी रितिकाले इल्ची टिप्दैछ। हामी चाहिँ इल्ची भन्छौँ साथीहरू, हजुर के भन्नुहुन्छ? रुख टमाटर पनि भन्छ, तर प्रायः चाहिँ हामी इल्ची नै भन्छौँ। यो चाहिँ हाम्रै बारीमा फलेको हो। पाकेर अचार चाहिँ यसको यति मिठो लाग्छ मलाई चाहिँ। अनि यो चाहिँ बहिनीले छोरीले टिप्दैछ। एउटा बोटमा कति धेरै फलेको छ। दसैँमा आउँदा नि टन्नै खाएँ मैले यही बोटबाट। अनि फेरि तिहारमा पनि फलिरहेको रहेछ। नखाने कुरा त भएन, आफ्नै बारीमा फलेको। अनि रितिकाले टिप्दै रहेछ। उसले टिप्दै मैले पनि टिपेँ। हामी दुईजना भएर टिप्यौँ। यो चाहिँ आज टिपेर आजै खानु हुँदैन भन्ने चलन छ नि त। तर हामी पनि चलन भन्दा पनि घरमा चाहिँ त्यस्तै गर्छौँ। खाँदैनौँ क्या। आज टिपेर अब भोलि खाने भनेर साँचेर राखेको। दुईजनाले तानातान गर्दै मिली टिप्यौँ। भोलिको लागि अचार यति स्वादिष्ट हुन्छ, यति स्वादिष्ट। अनि म यस्तो हालतमा बसिरहेको छु घरमा। काम यति धेरै छ मेरो, कहिल्यै काम सकिँदैन साथीहरू। अनि यो चाहिँ हाम्रो किवी फल हो कि। किवी फल चाहिँ फेरि 3टा कि 4टा यत्रो झ्याङमा 4वटा फलेको होला जम्मी। किन चाहिँ फल्दैन हाम्रोमा त खै
अनि मेरो चाहिँ दिनहरू यसरी नै बितिरहेछ। हजुरको कसरी बितिरहेछ कमेन्ट गर्नुहोस्। राम्रोसँग तिहार मनाउनुहोस्। भोलिको भिडियोमा फेरि भेट्नेछौँ। थ्याङ्क यू फर वाचिङ। लभ यु अल गाइज। बाई बाई। राम्रोसँग बस्नुहोस्।